हेलो एभ्रिवान गाइस, सबैजनालाई स्वागत छ है हाम्रो फर्स्ट भ्लगमा। र यतिखेर चाहिँ हामी चेक रिपब्लिकमा छौँ र आजको यस भिडियोमा चाहिँ धेरैजना साथीहरूले चेक रिपब्लिकमा भिजा लाग्छ कि नै हैन, अहिले चाहिँ भिजाको के कस्तो छ हामीहरूले पनि एप्लाई गरिरहेका छौँ, भएको छैन भनेको छन् हैन। त्यो साथीहरूको लागि चाहिँ के भन्न चाहन्छु भने अहिलेको यतिखेरको समय यहाँको चाहिँ अहिले 2025 जुन आज कति रे, कति तारिक रे, 14 हैन, 14 तारिकको दिन रहेको छ। र यतिखेरको समयमा चाहिँ समर सिजन सुरु भइसकेको छ हैन। र यतिखेर यो सिजनमा चाहिँ धेरै गर्मी हुने भनेको यही सिजन हो। र गर्मी यतिको हुन्छ कि जो हामीहरूले नर्मल टी सर्टहरू हैन, सर्ट लगाएर हिँड्न सक्छौँ र बाँकी चाहिँ बिहान बेलुकी चाहिँ ज्याकेटै लगाउनु पर्छ, त्यस्तो अवस्था हुन्छ यहाँ चाहिँ। र अहिले चाहिँ म कुरा गर्न गइरहेको छु भिजाको बारेमा। अब चाहिँ यतिखेरको समयमा हाम्रो यहाँको जुन चेक रिपब्लिकमा चाहिँ त्यस्तो मान्छेहरू चाहिँ लिने गर्ने यताउता हैन, त्यो रेस्टुरेन्ट लाइनबाट चाहिँ लिएको छन्। त्यो कस्तो भन्दाखेरि एकचोटि रेस्टुरेन्ट खोलिसकेपछि, रेस्टुरेन्ट खोलेको 2 वर्षमा 1-2 जना चाहिँ लिन मिल्ने भन्ने मैले सुनेको थिएँ हैन। त्यो अनुसारले चाहिँ लिएको छन्, त्यो पनि डबल ट्रिपल ट्याक्स तिरेर लिनुपर्ने रहेछ हैन। त्यो अलिकति महँगो खालको ट्याक्स तिरेर लिन मिल्दो रहेछ। नभए अरू नर्मल हामीहरूले वर्किङ भिजा जुन तरिकाले आइरहेका थियौँ त्यो तरिकाले चाहिँ अहिले मिल्दैन, भएको छैन भनेको छन् धेरै साथीहरूले। र यहाँ लिएका पनि छैनन्। अहिले चाहिँ नयाँ मान्छेहरू पनि आएको छैनन् हैन। अरू देशमा रोमानिया भयो, क्रोएसिया भयो, अनि त्यसपछि चाहिँ यता पोल्यान्डतिर चाहिँ मान्छे आइरहेका छन्। तर चाहिँ चेक रिपब्लिकमा चाहिँ मान्छे अहिले फिलहालको लागि चाहिँ लिएको छैनन्। जो मैले भने हैन, रेस्टुरेन्ट लाइनमा जो काम गर्ने अब रेस्टुरेन्ट लाइन चलाएको व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ त्यस्तै तरिकाले धेरै ट्याक्स तिरेर अलिकति महँगो खालको ट्याक्स तिरेर चाहिँ 1-2 जना लिएको मैले देखेको छु। त्यही नै हो, अहिलेको समयमा अलिकति गाह्रै छ। र यहाँको जुन यो माहौल रहेको छ यहाँको चाहिँ यो ठाउँ चाहिँ अब राम्रै छ भनौँ भने त्यति नराम्रो पनि छैन। र स्यालेरीहरू अलिकति कमै छ यहाँ चाहिँ, अलिकति त्यही आफूले खानासाना खाने, बस्ने, आफू बाँच्नको लागि ठिकै छ। भिडियो कस्तो लागिरहेको छ, तपाईँहरूले केही कुराहरू सोध्नु बुझ्नु छ भने कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला। धन्यवाद।